के तपाईहरुसँग पनि यस्तै हुन्छ? इन्स्टाग्रामको रिल हेर्ने बेलामा यदि त्यसलाई रिफ्रेश गर्नुभयो भने त्यो रिल चाहिँ गायब भइहाल्छ। यदि चाहनुहुन्छ त्यो रिललाई पुनः हेर्न, त्यसलाई हेर्न सकिँदैनौँ, न त त्यसलाई सर्च गर्न सकिन्छौँ। तर आज हामी इन्स्टाग्रामको एउटा ट्रिकले त्यस्ता रिललाई हेर्न सकिन्छौँ। सबैभन्दा पहिला तपाईहरु इन्स्टाग्राम खोलेर आफ्नो प्रोफाइलमा चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ चाहिँ तीनवटा लाइन दिएछ जसलाई चाहिँ मेनु भनिन्छ। यसमा चाहिँ क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुहुन्छ भने स्क्रोल गर्नुहुन्छ भने यहाँ एउटा अप्सन आउँछ योर एक्टिभिटी भन्ने। यसमा चाहिँ क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुहुन्छ भने अर्को पेज हाम्रो खुल्छ। यसलाई फेरि स्क्रोल गर्नुहुन्छ भने यहाँ एउटा अप्सन आउँछ तपाईको वाच हिस्ट्री। यसमा चाहिँ क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुहुन्छ भने हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो जुन रिल हेरिरहेको थिएँ त्यो चाहिँ सबै आइसकेछ। यस्तै चाहिँ तपाईहरु आफ्नो जरुरी रिल्स पुनः हेर्न सक्नुहुन्छ। यसमा चाहिँ फिल्टरहरु पनि दिएछ। यसमा चाहिँ तपाईहरु फिल्टर पनि लगाउन सक्नुहुन्छ। पास्ट विक, पास्ट मन्थ हैन सबै यहाँ यसमा चाहिँ दिएछ। यदि भिडियो राम्रो लाग्यो भने एउटा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र यस्तै किसिमका इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि मलाई फलो गर्न नबिर्सनुहोला। थ्यांक यू।